नमस्कार सम्पूर्ण नेपालीहरूमा, मेरो नाम सुरेश प्याकुरेल। आज सुरी स्टोरी टेलिङ मार्फत म सम्पूर्ण नेपाली जनहरूमा न्यानो अभिवादन टक्राउँदै हजुरहरू समक्ष यो घोषणा गर्दैछु कि यो लुकेका कथाहरूको एउटा सुरुवात अथवा थालनी गर्न थालेको छु। यदि हजुरहरू समक्ष पनि कुनै कथा अथवा विषयवस्तु जसले चाहिँ हाम्रो नेपाली समाजमा केही उदाहरणहरू दिन सक्छ, जसले कसैको लागि एउटा भूमिका खेल्छ, कसैको जीवन परिवर्तन हुनको लागि त्यो कथाले धेरैलाई प्रेरित गर्न सक्छ, त्यसकारण हजुरहरूसँग पनि त्यस्ता कुनै कथाहरू छन् भने सम्पर्क गर्न सक्नुहुनेछ। म डिस्क्रिप्सनमा राखिदिनेछु मेरो सम्पूर्ण कन्ट्याक्ट डिटेल्सहरू। यदि हजुरहरूलाई इमेल गर्नु छ अथवा मेसेज गर्नु छ भने त्यहाँबाट गर्न सक्नुहुनेछ। र यो सुरुवातलाई हजुरहरू समक्ष पस्किने जमर्को गरेको छु। यदि हजुरहरू समक्ष पनि केही मेरा लागि सुधार्न पर्ने केही पक्षहरू छन् भने अवश्य पनि निर्धक्क भएर सुझावहरू दिनुहुनेछ भन्ने आशा गरेको छु। र यो च्यानल सुरी स्टोरी टेलिङलाई लाइक, सेयर अनि सब्सक्राइब गरेर हजुरहरूले यसको शोभा बढाइदिनु होला भनेर अहिलेको लागि बिदा हुन चाहन्छु। धन्यवाद।